सो गाइस हामीहरू आइरहेछौँ यहाँ हाम्रो तोला गाउँको होइन ठाउँको एकदम प्रसिद्ध छ यो चाहिँ ढटैलो होइन गाइस। यो म चाहिँ अहिले खेत बनाउँदैछन् खेतमा के अरे नास्ता पठाउन जाने हुनिरहेछु गाइस। यो चाहिँ हाम्रो पटौकाहरू हो। यहाँ यसको सिधा गएर अनि घोगा मकैहरू भर्खरै उम्रिरहेछन्। अब गोरेर पनि सकाइसके गाइस। जे होस् आरामले भइया छ काम चाहिँ होइन। आजभोलि गाउँको यस्तै छ खेतबारीहरू। अब यहाँ चाहिँ ढटेलोको रुख चाहिँ गाइस यो अर्ग्यानिक ढटेलो आजभोलि धेरै लो भइसकेको छ। अब ढटेलो त अब पाकेको छैन एकदम। उता चाहिँ आमा र दिदी उतै हुनुहुन्छ सायद खेत साएर बढाइहाल्नु भएको होला अब चाहिँ। अनि यता चाहिँ म यति पुगेँ होइन। देख्न सक्नुहुन्छ हाम्रो अर्ग्यानिक गाउँको तोरीको फुल होइन। तोरी पनि फुलिसकेको छ होइन। यसको शुद्ध तोरीको तेल बन्छ गाइस। यस अगाडि देखाउन चाहन्छु होइन। हाम्रो आमा र त्यहीँ हुनुहुन्छ है। अनि त्यहाँ हुनुहुन्छ आमा दाइ। म यो गाउँको खोला चाहिँ यो जुन सानो छ तोलाको होइन पुरा हरियो चौर पनि भइसक्यो। दामी मानिन्छ गाइस यहाँ। अब चाहिँ हेर्नुपर्दा उता आमा र दिदी उतै हुनुहुन्छ। त्यहाँ टिकटक सिकटकहरू के बनाउँदै हुनुहुन्छ। उहाँ चाहिँ बुद्धि दाइ पनि आउनु भएको थियो उतै हुनुहुन्छ गाइस। म नजिक गएर देखाउने छु स्पष्टको साथ। उता चाहिँ घोगा चाहिँ गोडिराख्नु भएको छ है एकदम आन्टीले। यहाँ टिकटक बनाउँदै हुनुहुन्छ यहाँ दिदी आमा सब खिचाछु सबैलाई खिचाइदिरहेको छु यहाँ यो चाहिँ हाम्रो तोरी हो गाइस। धेरै राम्रो फुलिरहेछ होइन एकदम दामी देखिएछ हो। जिजे यता हेर्नु ए जिजे चाहिँ यहाँ। ओके गाइस बाई बाई गाइस।